नमस्ते। आज हामी मोर्गन हाउसेलको चर्चित किताब द साइकोलोजी अफ मनीबाट एउटा एकदमै गहिरो र रोचक विचारलाई खोज्दैछौँ। हामी सबैले देखेका छौं होइन त? मान्छेहरूले पैसाको बारेमा यस्ता निर्णयहरू लिन्छन् कि हामीलाई लाग्छ यो त सरासर मूर्खता हो। तर यसको पछाडिको कारण थाहा पाउँदा सायद पैसालाई हेर्ने हाम्रो दृष्टिकोण नै बदलिन सक्छ। ल अब सुरु गरौँ। हामी यो शक्तिशाली अवधारणालाई 6वटा मुख्य भागमा बाँडेर केलाउनेछौँ। यसको सबैभन्दा मुख्य विचार एकदमै सरल तर साँच्चै क्रान्तिकारी छ। मानिसहरू पैसाको मामिलामा अनेक थरी अनौठा कामहरू गर्छन्, तर वास्तवमा कोही पनि पागल चाहिँ हुँदैनन्। कुरा के हो भने हरेक वित्तीय निर्णय त्यो निर्णय लिने व्यक्तिको दिमागमा उसको आफ्नै जीवनको कथा र अनुभवको आधारमा एकदमै जायज र तर्कसङ्गत हुन्छ। हो, यही नै हो मुख्य कुरा। हामी सबैले संसारलाई आफ्नै अनुभवले बनेको एउटा विशेष वित्तीय चस्मा लगाएर हेरिरहेका हुन्छौं। एकछिन सोच्नुहोस् त, संसारमा अहिलेसम्म घटेका सबै घटनाहरूको तुलनामा कुनै पनि व्यक्तिको व्यक्तिगत अनुभव त सायद 0.00000001% मात्र होला। एकदमै सानो। तर अचम्मको कुरा के छ भने त्यही माइन्युट, त्यही सानो अनुभवले नै संसार कसरी चल्छ भन्ने बारेमा हाम्रो सोचाइको झण्डै 80% हिस्सा ओगटेको हुन्छ। यसको एउटा सबैभन्दा राम्रो उदाहरण जोन एफ केनेडी हुन्। उनी यति धनी परिवारमा हुर्किए कि सन् 1930को दशकको त्यो भयानक आर्थिक महामन्दीबारे उनले किताबमा पढेर मात्र थाहा पाए, कहिले भोग्नु परेन। अब हेरौँ कसरी कुनै मानिस कुन समयमा जन्मियो भन्ने कुराले मात्र पनि उसको आर्थिक अनुभव कति धेरै फरक पर्न सक्छ। जस्तै सन् 1970मा जन्मेको व्यक्तिले आफ्नो युवा अवस्थामा शेयर बजार 10 गुणाले बढेको देख्यो। तर त्यसको ठिक 20 वर्ष अघि मतलब 1950मा जन्मेको व्यक्तिले चाहिँ बजार जहाँको त्यहीँ रहेको देख्यो। त्यस्तै 1960को दशकमा हुर्किएको व्यक्तिले मूल्यहरू 3 गुणाले बढेको मतलब आकाशीयको महँगीको अनुभव गर्यो। तर 1990को दशकमा जन्मेको व्यक्तिको लागि महँगी खासै ठूलो कुरै थिएन। यी त तथ्याङ्क मात्र होइनन् नि, यी त मानिसको दिमागमा गहिरोसँग बसेका पाठहरू हुन् जसले जीवनभरि पैसाको जोखिम लिने कि नलिने भन्ने कुरालाई निर्धारण गर्छ। अब एउटा एकदमै रोचक कुरा हेरौँ जसले धेरैलाई अचम्ममा पार्छ। मानिसहरू किन चिट्ठा किन्छन्? यो अवधारणाले त्यसको पनि व्याख्या गर्छ। अमेरिकामा सबैभन्दा कम आय भएका परिवारहरूले चिट्ठामा सबैभन्दा धनी परिवारहरूले भन्दा औसतमा 4 गुणा बढी पैसा खर्च गर्छन्। बाहिरबाट हेर्दा त यो सरासर पागलपन लाग्न सक्छ, होइन र? तर एकछिन पर्खिनुस्, यो निर्णयलाई उनीहरूको दृष्टिकोणबाट हेरौँ। उनीहरूको लागि चिट्ठा किन्नु भनेको जित्ने हार्ने हिसाब किताब होइन। जब राम्रो घर, गाडी वा छुट्टी मनाउने जस्ता सपनाहरू अरू कुनै पनि तरिकाले पूरा हुन सक्दैनन् जस्तो लाग्छ, तब त्यो चिट्ठाको टिकट नै सपना देख्ने एउटा माध्यम बन्छ। त्यो त आशा किन्नु जस्तै हो। हाम्रो व्यवहार यति फरक हुनुको अर्को एउटा ठूलो कारण के हो भने हामी सबैजना यो आधुनिक वित्तीय संसारमा भर्खरैका खेलाडी हौं। हामी सबै न्युबिज हौं। हामीले आजकल सामान्य मान्ने कुराहरू जस्तै रिटायरमेन्टको लागि बचत गर्ने 401k योजना, यो त मुस्किलले 1 पुस्ता पुरानो छ। हामीसँग यी कुराहरू सिक्न र अभ्यस्त हुन सयौं वर्षको समय नै थिएन। यसले कति राम्रोसँग देखाउँछ कि हामीमध्ये धेरैजना बचत र लगानीमा त्यति पोख्त नहुनुमा कुनै अनौठो मान्नु पर्दैन। हामी पागल होइनौं, हामी केवल यो खेलमा नयाँ छौं। र यसले हामीलाई पैसाको व्यवहार बुझ्ने सबैभन्दा अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण नियममा ल्याइपुर्याउँछ। पैसाको बारेमा महत्त्वपूर्ण निर्णयहरू कम्प्युटरको स्प्रेडशीट हेरेर खासै गरिँदैनन्। ती निर्णयहरू त डिनर टेबलमा गरिन्छन्, जहाँ व्यक्तिगत भोगाई, अहङ्कार, डर अनि भावनाहरू सबै एकै ठाउँमा मिसिएका हुन्छन्। भनेपछि खास कुरो के हो भने जुन कुरा हामीलाई बाहिरबाट हेर्दा पागलपन जस्तो देखिन्छ, त्यसको पछाडिको कथा र अनुभव बुझ्यौं भने त्यो निर्णय अर्को व्यक्तिलाई किन पूर्ण रूपमा तर्कसङ्गत लाग्यो भन्ने कुरा प्रष्ट हुन्छ। र अन्तमा यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा छोडेर जान्छ। हरेक व्यक्तिको एउटा आफ्नै वित्तीय कथा हुन्छ जसले उनीहरूको निर्णयलाई दोहोऱ्याइरहेको हुन्छ। त्यो कथा बुझ्नु नै सबैभन्दा ठूलो कुरा हो।